शरीरमा चाहिँ तलको रगत बोकेको तर नाम चाहिँ जोडिएको हामी रोकाए वंशावली पनि रोकाएर विदेश जाने पश्चात लामो समयको प्रयासपछि किताबले पूर्णता पाएको छ। किताब विमोचन कार्यक्रममा पाल्नुहुने सम्पूर्ण हामी दार्जिलिङमा बस्ने रोकाए परिवारलाई म कार्यक्रम सञ्चालक बनु कृष्णमा रोकाएको तर्फबाट हार्दिक स्वागत तथा साइनो अनुसार नमस्कार। पूर्व परम्परा मान्य रोकाए दाइको गरिमामय स्थिति रहेको छ। उहाँलाई प्रमुख अतिथिको आसन गरिदिनु न हार्दिक अनुरोध गर्दछु। कुशे गाउँपालिकाका उपाध्यक्ष देविया सिंह आफूलाई विशिष्ट अतिथिको आसन गरिदिनु न म हार्दिक अनुरोध गर्छु। अगाडि गएको अहिले आन्टी होइन त्यो आन्टी ऊ हो क्या। यसै गरी युवा समाजसेवी तेज विकास आरसीलाई पनि अतिथिको आसन गरिदिनु न म हार्दिक अनुरोध गर्छु। यसै गरी प्रतिबोध एफएमका कार्यरत समय पार्टी गठबन्धनका सहनिर्देशक भाइ पत्रकार सदन आफूलाई पनि आसन गरिदिनु न हार्दिक अनुरोध गर्छु। धन्यवाद। राष्ट्रिय गान बज्दाखेरि आफ्नो आफ्नो स्थानबाट उठेर राष्ट्रिय गीत गाइदिनु सम्मान गरिदिनु न हार्दिक अनुरोध गर्छु सबैमा। र यो किताब निकाल्ने कुरा वंशावली निकाल्ने कुरा धेरै पहिलेदेखि चलेको थियो। पहिलोलाई हामीले आज अर्थपूर्ण बनाएका छौँ। लामो प्रयासपछि हामीले रोकाए वंशावलीलाई रोकाएमा छरिएका रोकाएहरू त्यस्तै भेरी नगरपालिकाको चाहिँ दोकाना भुर त्यसपछि मटेला त्यस्तै कार्तिगाउँ आएर कार्तिगाउँबाट पनि सुर्खेतको मेलपुना लोधे लगायतका विभिन्न ठाउँमा आएका रोकाएहरूको नामावली त्यसपछि उहाँहरूको विभिन्न सर्कललाई सम्पर्क गरेर मैले त्यो नामावली सङ्कलन गरेर यो किताब गर्नको लागि तलतिरबाट मैले गरेँ र सबैको सहयोगबाट आज एउटा किताब हामी विमोचन गर्न सफल भएका छौँ। मैले अघि नै भने हरेक कार्यक्रमका उद्देश्य हुने गर्छन्। यो कार्यक्रमको उद्देश्य एउटा केवल किताब विमोचन गर्नु मात्र होइन। यो कार्यक्रमको उद्देश्य भनेको हामीले यो किताब माध्यमबाट यो विमोचन कार्यक्रममा छौँ। त्यसैले गर्दा परिवार जहाँ जहाँ भए पनि यो किताबले एउटा सन्देश दिएको छ। मैले अघि नै भने हामी नानी चन्दका पुर्खा हौँ। त्यस्तै गरेर चाउरो रोकाए, अमृत रोकाए, आउजी रोकाए हामी हाम्रा पुर्खाहरू तीनजना बाजेहरू उहाँहरूको नामसँग हामी जोडिएका छौँ। कोही पैकमा बसिराखेका छौँ, कोही बिजुली डाँडामा छौँ, कोही सुर्खेत, कोही दैलेख, कोही कोहलपुर, कोही काठमाडौँ, कोही बर्दिया विभिन्न ठाउँमा छरिएका रोगाहरूलाई एक ठाउँमा ल्याउनको लागि अवश्य पनि यो किताबले महत्त्वपूर्ण भूमिका खेल्नेछ। यसको लागि हामी प्रत्येक सदस्यहरूको चाहिँ महत्त्वपूर्ण जिम्मेवारी महत्त्वपूर्ण भूमिका हुनेछ। त्यसैले गर्दा नै हामीले लामो प्रयासपछि यो किताब ल्याएका छौँ। हामी रोकाए परिवारको एउटा सङ्गठन नै बनाउनु पर्छ। भोलि रोकाए परिवार कुन कुन ठाउँमा छरिएका छौँ त्यो ठाउँमा गएर एउटा रोकाए समाज भनेर हामीले गठन गऱ्यौँ भने त्यो समाजले रोकाएहरूलाई जोड्न सहयोग गर्छ, एकै ठाउँमा ल्याउन सहयोग गर्छ। त्यसैले गर्दा पनि यो किताब हामीले प्रकाशन गरेका छौँ। परिवार ठुलो छ। रोकाए परिवारको ठुलो भएको कारणले गर्दा हिजो हामी अपरिचित थियौँ। हामी अपरिचित भएर विभिन्न ठाउँमा छरिएका रोकाएहरूलाई अब यो किताबले चाहिँ परिचित बनाउँछ, बनाएको छ र बनाउनेछ। मैले अघि नै भने हाम्रो विगत के थियो त्यो विगतको किताबले विगतलाई वर्तमानमा झल्काउँछ। हामी अहिले वर्तमानमा किताब विमोचन गरिरहेका छौँ, वर्तमानमा किताब निकालिराखेका छौँ। यो वर्तमानले गर्दा भोलि हाम्रो आउने पिँढीलाई
यसले एउटा पाठ सिकाउनेछ। आज हामीले 2082 सालमा किताब विमोचन गरेका छौँ र अर्को पुस्ताले फेरि यसलाई परिवर्तन गरेर अर्को किताब निकाल्न सक्छ। यो रोकाया परिवारको वंशावली हाम्रो कन्फ्युजन भएका रोकायाहरूलाई आज नाता पत्ता लगाउनको लागि यो किताबले सहयोग गरेको छ। त्यसकै लागि हामीले लामो प्रयासपछि यो किताब निकालेका छौँ। म चाहिँ नेपाली सेनामा करिब 36 वर्ष जति सेवा गरेँ। त्यसपछि अभ्यास प्राप्त भएँ। अहिले चाहिँ यहाँ डाइनामिक टोलको उतापट्टि थोरै आसटोलबाट टाढो छु, तर आसटोलले हाम्रो भागेर गएको। यहाँबाट छोडेर माथि गएको भन्छ, माथि गएको छ त्यही नजिकै हो, धेरै टाढामा घरमा चाहिँ त्यहाँ पाइहाल्छ। भगवान्को कृपाले, मर्छ देवताको कृपाले, हजुरहरू सबैको मायाले सुखी परिवार भएर बसेका छौँ। यसै गरी सधैँ हजुरहरूको आशीर्वाद, कुल देवताको आशीर्वाद, भगवान्को आशीर्वाद हामीमा लागेको होस् भन्दै मेरो परिचय है। अब आफ्नो परिचय दिनु। पहिला यतैबाट सुरु गरौँ। छोटो परिचय टाइम किनभने हामी अलिकति छौँ, सङ्ख्या टाइम लागिहाल्छ। मेरो अहिले 15औं पुस्तामा पर्दो रहेछ। रोकाया परिवारबाट 15औं पुस्तामा अहिले अस्थायी बसोबास कोलपुर 10 अनि पहिलो सबैलाई नमस्ते। मेरो नाम देविका सिंह, जाजरकोट कुसे गाउँपालिकाको उपाध्यक्ष, घर चाहिँ कोइनो यो परिवारकै सदस्य र अहिले बसोबास कोलपुर पनि अनि कोइनमा पनि। अब काम गर्ने कार्यक्षेत्र चाहिँ कोइनमै छ। अब धेरै परिचय यो आएर कता कताको परिवार भएर हामीलाई अब चिन्ता नै गर्न गाह्रो भयो हुनाले यो चुम्बक गराइदिनु भएकोमा सबैलाई धन्यवाद। मेरो नाम माला देवी रोकाया हो। सबै भाइ दिदीहरू, बहिनी छोरी बहिनी बहिनीलाई सबैलाई नमस्कार छ। म चाहिँ कुसे गाउँपालिका वडा नम्बर 7। मेरो नाम सुरेश कुमार आरसी, कुसे गाउँपालिका वडा नम्बर 8। अहिले कोलपुर बस्नु मोरको बजार छ। मेरो घर कार्कीगाउँमा छ। अब बस्ने खासियत पनि म रत्न आरसी, मेरो घर छेडाघाट नगरपालिका कार्कीगाउँ, सार्के रोकाएको नाति, कर्की रोकाएको छोरा, अहिले कोलपुर 11। यो कौशिला हस्पिटल नजिकै छ। म अधिवक्ता पनि हो र पेसा खासै अहिले छैन समस्या भनौँ। पहिला 13-14 वर्ष क्याम्पस +2 पढाएँ शिक्षा क्षेत्रमा भनौँ। हेलो सबैलाई नमस्कार। मेरो नाम पार्वती आरसी रावत, मेरो घर नेपालगञ्ज, माइती कोलपुर। सबलाई नमस्कार मेरो तर्फबाट। मेरो नाम श्रीमती उज्ज्वला जीसी आरसी, घर खाइबाट चाहिँ कुसे 9 भयो। अहिलेको घर हाल बसोबास चाहिँ यही कोलपुर। सबैलाई मेरो नाता अनुसारको नमस्कार। मेरो घर भेरी नगरपालिका वडा नम्बर 4, हाल अहिले नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर 18। म गणेश प्रसाद रोकाएको जेठी छोरी। मेरो नाम शान्ति रोकाए। नमस्कार, मेरो नाम कल्पना कुमारी मल्ल, म यहाँ आर्थिक सदस्य। मेरो घर कुसे गाउँपालिका 4, कलर रोकाएको बुहारी। सबैलाई नमस्ते। म बिजुबहादुर रोकाएको नाति, मानबहादुर रोकाएर बिजुली रोकाएको कान्छो छोरा, घर कुसे, अहिले बसाइ नेपालगञ्ज। रमेश आरसी, कान्छो छोरा रमेश आरसी। नमस्कार सबैलाई। मेरो नाम धर्मराज चन्ठौकी।
जुन ठौकुरी भन्छु ल यसमा अध्ययन गर्दा गर्दा हजुरले त्यो जुन ठौकुरी पनि उ गर्नु होला यही मेरो सबैले मेरो घर कुसे गाउँपालिका 89 सबैलाई नमस्कार। मेरो जाजरकोट खलङ्गा भेरी नगरपालिका 4 हालको बसाएर कोलको ममता आर्सी। नमस्कार, मेरो नाम माया आर्सी। मैले बसाइलाई महिला 4 धन्यवाद। नमस्ते सबैलाई। नमस्ते। मेरो नाम बिन्दु आर्सी हो। म नरबारी भोगाईको छोरी हो र मेरो घर हाल कोलकोटमा छ। धन्यवाद। सबैलाई नमस्कार। मेरो नाम लोकेन्द्र राजा आर्सी। घर मेरो कुसे 9 पहिला पैँट अहिले कोलपुर नगरपालिका छ। पेसाको उसमा म नेपाल प्रहरीको प्रहरी सहायक निरीक्षक पदमा छु। मेरो बुवा कालीबहादुर रोकाए, बाजे सत्तर रोकाएको नाति। कुसे गाउँपालिका कालीबहादुर रोकाए। नमस्ते सबैलाई, म एकी रोकाए। मेरो बाजे हमदर रोकाएको जेठो छोरा खड्गबहादुर रोकाएको छोरा जेठो छोरा हो म पेसाले कृषि विकास शाखा अन्तर्गत कृषि क्षेत्रमा काम गर्छु कोलपुर नगरपालिकामा। मेरो यहाँ चाहिँ बसाइ कोलपुर 3 नम्बर वडा मदन चोकको पछाडिपट्टि बस्छु। सम्भवले हाम्रो पुर्खा पुरानो माटो भन्दाखेरि एकदम माया लाग्दो रहेछ। म जाजरकोट सँगैले जाजरकोट काम गर्ने अवसर पाएको थिएँ। त्यसको सिलसिलामा मैले आफ्नो माटो टेक्ने अवसर पाएको थिएँ। बिजुल डाँडा पुगेको थिएँ, पोइक पुगेको थिएँ। छुट्टै आनन्द फिल हुँदो रहेछ त्यहाँ पुग्दाखेरि। त्योभन्दा पहिलाको माटो पनि कहाँ हो भन्ने खोज्दै जाँदाखेरि अझै पुग्दाखेरि अझै त्यो छुट्टै खालको चाहिँ एउटा महसुस हुन्छ होला सायद। खोजेर त्यहाँसम्म जान सक्यो भने। त्यसको साथसाथै यो आज जुन पुस्तक विमोचन कार्यक्रम हाम्रो अग्रज व्यक्तित्वहरूले जुन जसरी यहाँ चाहिँ जुराएर यो खालको माहौल बनाइदिनु भयो, अब यसलाई सराहनीय रूपमा हामी चाहिँ पछिल्लो पिँढीले यसलाई समातेर हाम्रो पछिल्लो पिँढीमा पनि हस्तान्तरण गर्ने चाहिँ हाम्रो मुख्य चाहिँ एउटा दायित्व हुन्छ भन्ने मैले चाहिँ यहाँबाट पाठ सिकेको छु र सम्पूर्ण उपस्थित हाम्रो रोकाए परिवारहरूलाई विशेष यो अवसर जोडाइदिनु भयो, त्यसको लागि धन्यवाद दिँदै। नमस्कार, मेरो नाम सुशील रोकाए, हाल कोलपुर यहाँ छु। मेरो नमस्कार हजुर, मेरो नाम राजेन्द्र कुमार आर्सी। घर जाजरकोट कुसे 9 पैँट जन्मस्थान भए तापनि कर्मथलो नेपालुन्जलाई बनाएको छु। म जनकबहादुर रोकाएको नाति, मानबहादुर रोकाएको छोरा। नमस्ते, मेरो नाम सौरभ आर्सी। म चाहिँ राजेन्द्र कुमार आर्सीको छोरा। अहिले चाहिँ म नेपालगञ्जमा +2 पढ्दैछु। नमस्ते, मेरो नाम सुनिता आर्सी, कालीबहादुर रोकाएको बुहारी, लोकेन्द्र आर्सीको श्रीमती। पेसाले चाहिँ सौन्दर्यकर्मी। अब हाल अहिले कोलपुर वार्ड नम्बर 6 मा घर छ। बाजे चाहिँ कन्या रोकाए र बुवा धनबहादुर रोकाए र आमा भनी रोकाएको साईको छोरा। घर चाहिँ काकीगञ्ज जाजरकोट। मेरो नाम चाहिँ विवेक रोकाए। म चाहिँ अहिले नेपालगञ्ज गणेशपुर बस्छु। पेसाले चाहिँ म कपडा खुद्रा व्यापार गरिरहेको व्यक्तित्व रोकाए परिवारका र यहाँ ड्यास तल उपस्थित भएका सम्पूर्ण रोकाए परिवारका नाताले विभिन्न नाताहरूप्रति सबैको मेरो ढोक आशीर्वाद छ। म अब यो पुस्तकका सन्दर्भमा छोटो भनाइ र छोटो कुराहरू राख्न गइरहेको छु। विस्तृत कुराहरू यसभित्र छ र हामीले विशेष गरी यो रोकाए परिवारसँग पैँटमा जो बसोबास गरेको बिउडाँडा हुँदै पैँटमा बसोबास गर्न आएका र त्यहाँदेखि हामी छुट्टिँदै आफ्नो पेसा व्यवसाय र आफ्नो बसाइलाई सहज बनाउने उद्देश्यले विभिन्न ठाउँमा छरिँदै, जस्तै काकी गाउँको आला, काकी गाउँ लगायत त्यस्तै गरेर दैलेख हुँदै अब कोलपुरमा, त्यसपछि काठमाडौँ लगायत यता भोरतिर पनि छन्। लोधीबेलको कुरा आयो, त्यहाँ परिवेशन छ। त्यस्तै गरी काठमाडौँमा लगायत अहिले हुँदा विदेशतिर पनि
हाम्रो रोकाइ परिवार छरिँदै आएको अवस्था छ। यसरी छरिएको परिवारलाई सूत्रमा एक सङ्गालोमा बाँध्न निकै आवश्यक भएको थियो, आवश्यकता महसुस ठानिएको थियो। यसको प्रयास पनि धेरै अगाडिदेखि भएको थियो। अहिले लिखित रूपमा आफ्नो पूर्वजहरूको केही कुराहरू सुन्दै रिपोर्ट गर्दै विशेष गरी हाम्रो धीरेन्द्र आरसी अङ्कल बसेको छ, उहाँले चाहिँ सुरुवात गरिसकेको थियो। त्यसपछि हामीले बिरडाँडा अमरबहादुर रोकाइ लगायत हाम्रा थुप्रै यता अग्रज व्यक्तित्वहरू लगायत हामी थुप्रै मान्छेहरूको पूर्व यहाँ हामी यसमा लेखनको स्रोतको रूपमा हामी पनि लेखेका छौँ। त्यहाँ पछाडि पनि सन्दर्भ स्रोतहरू भनेर उहाँहरूकोबाट सङ्कलन गरेको, टिपोट गरेको, छरिएर रहेको कुरालाई पनि एक सूत्रमा बाँड्ने प्रयास गरेका छौँ। र त्यो हामीले यो बनाउने क्रममा हामी यसको इतिहास खोज्दै जाँदाखेरि यो भारतको पिथौरागढसम्म पुगेको इतिहासहरूले भेटिन्छ। त्यो पिथौरागढमा हाम्रो त्यतिबेला त्यो चन्द परिवारको रूपमा हामी त्यहाँ वंश रहेको अवस्था देखिन्छ। त्यो कहाँसँग जोडिएको जस्तो लाग्छ भने धार्मिकसँग, जस्तो हामीले दारे मस्टोसँग र रोकाइ परिवारसँग जोडेको देख्छौँ। किन भन्दाखेरि जाजरकोटबाट 40 किलोमिटर टाढा पोइन्ट जो जुम्लासँग जोडिन्छ, तर त्यो ठाउँको मान्छे त्यो सालमा 2009 सालमै हामी चाहिँ 8 साल 9 सालतिर जन्मेका मान्छेहरू किन शैक्षिक हिसाबमा चाहिँ अग्रज रूपमा भूमिका खेल्नुभयो त भन्दाखेरि म चाहिँ त्यहाँ अध्ययन गर्दै गर्दा के झुकेको छ भने हाम्रो चाहिँ त्यहाँ चाहिँ देवता मस्ता देवताको कारणले इन्डियाबाट हाम्रो चाहिँ सन्यासीहरू त्यहाँ चाहिँ तपस्या गर्ने आउने कुरामा उहाँहरू तपस्या गरेर आएको देखिन्छ। त्यसपछि त्यो तपस्या पश्चात चाहिँ हाम्रो पोइन्टमा त्यो बेला शैक्षिक रूपमा कोही पनि पढ्न लेख्न नजान्ने त्यो हुँदै गर्दाखेरि त्यतिखेरका सन्यासीहरूले अनि उहाँहरूले चाहिँ कम्ती पनि एउटा गाउँमा त लेख्ने पढ्ने मान्छे चाहिन्छ भनेर त्यो बेला एउटा शिलापत्र त्यो माटोमा काठमा माटोमा मसिनो माटो बनाएर हाम्रो शिक्षाको सुरुवात भएको देखिन्छ। त्यो शिक्षाले आज हाम्रो शैक्षिक स्तर चाहिँ जाजरकोटमै अथवा हामीले त्यहाँ चाहिँ अग्रिम भूमिका खेलेको देखिन्छ। मेरो नमस्कार। जाजरकोट जिल्लाको उत्तरी भेगमा जुम्ला जिल्लासँग जोडिएको अत्यन्त विकट भूगोलले साथ दिए तापनि प्रकृतिले साथ दिए तापनि विकासको दृष्टिकोणले हामी पछाडि परेको भूगोल जुन कुशे गाउँपालिकाको बाधकको रूपमा रहेको एक हिसाबले कुशेको फेदीमा रहेर पनि पुस्तादेखि हामीले पछि परेका हामी रोकाइ परिवारको यो जुन आजको यो जुन पुस्तक विमोचनको कार्यक्रम छ यो अति महत्त्वपूर्ण र हाम्रो इतिहासको लागि यसलाई हामीले जगेर्ना गर्नुपर्ने आजको आवश्यकता हो। म चाहिँ नेपाली सेनामा जागिर खाएर मानार्थ उपसेनानी भएँ। एउटा साधारण गाउँमा पढेको मान्छे मानार्थ उपसेनानी अद्भुत भएर म पेन्सन बुझिराखेको छु भनेपछि कृष्णबहादुर रोकाइले गर्न सक्ने म किन नसक्ने त्यो रूपमा मनमा लिनु पर्यो र त्यसरी चाहिँ अगाडि लिनु पर्यो ताकि चाहिँ यसले चाहिँ कमायो जस्तो होइन कि सहयोग गरौँ, एक अर्कालाई सहयोग गरौँ, एक अर्कालाई माया प्रेम साथ अगाडि बढौँ, अगाडि बढ्छौँ भने शुभकामना दिउँ, मनबाटै हृदयबाट नै अगाडि बढ त्यो चाहिँ हामीलाई गर्व लाग्छ। त्यो हिसाबले चाहिँ हामी सबै अगाडि बढौँ, पारिवारिक माया प्रेम साथ अगाडि बढौँ, सहयोग गरौँ, सकेसम्म सहयोग गरौँ भन्दै फेरि पनि शुभकामना राखिदिनु हुन हाम्रो कुशे गाउँपालिका उपाध्यक्ष बुहारी देविका सिंह आर्सीलाई म हार्दिक अनुरोध गर्दछु। कार्यक्रमको सञ्चालक आदरणीय मेरो अङ्कल, पोइन्ट रोकाएर बिजुली दारे मस्ट देउता पुस्तक विमोचनका अध्यक्षता गरिरहनुभएका आजको मेरो आदरणीय जेठाजु योगेन्द्र आरसीज्यू, विशेष प्रमुख अतिथिको रूपमा आउनुभएको मेरो आदरणीय अभिभावक मेरो भूपू प्रधान पञ्च मनबहादुर रोकाइज्यू, ड्यासमा आसिन मेरा सम्पूर्ण मेरा आदरणीय सासू ससुरा अङ्कल त्यसपछि दाई र मेरो यो हलभित्र मलाई माया गर्ने र मेरो अभिभावकको रूपमा सधैँ सकारात्मक सोचका साथ आज यो कार्यक्रममा उपस्थित भइदिनुभएका मेरा सम्पूर्ण आदरणीय साइनो अनुसारको मेरो सम्पूर्णलाई मेरो व्यक्तिगत तर्फ र मेरो घर परिवारको तर्फ र मेरो कुशे गाउँपालिकाको सिङ्गो परिवारको तर्फबाट स्वीकार्नुहोस्। नमस्कार। ड्यासमा आसिन आदरणीय व्यक्तिहरूलाई सम्झिन चाहे यो काम गर्दै गर्दा जति भन्न सजिलो देख्दा आहा किताब आज ल्यायौँ सजिलो छ, तर काम गर्न एकदम जोखिम थियो। परिस्थितिका बावजुद आज धेरै वर्षपछि 2-3 वर्ष भयो मैले यो
रोकाए परिवारको किताब निकाल्नुपर्छ, रोकाए परिवारको पुस्तक निकाल्नुपर्छ, यो वंशावली निर्माण गर्नुपर्छ भनेको सुनेको थिएँ। त्यसको बावजुद पनि धेरै परिश्रम गरेर हामी आज यो स्थानमा पुग्न सफल भएका छौँ र यो कार्य जो सम्पूर्ण गर्ने सम्पूर्ण सम्पादक परिवारलाई सदस्यज्यूहरूलाई र यसमा सहयोग गर्ने मेरो सम्पूर्ण आदरणीय व्यक्तिहरूलाई मेरो तर्फबाट र कुशे गाउँपालिकाको सिङ्गो तर्फबाट यो सायद जाजरकोट जिल्लाको कुशे गाउँपालिकाको पहिलो पुस्तक पनि हुनसक्छ। त्यसैले एउटा इतिहास रच्न, एउटा मान्छेले इतिहासको पानामा नाम लेखाउन त्यति सजिलो कुरा छैन। त्यसैले इमान्दारिता, इज्जत, विश्वास र धैर्य नै हाम्रो महान काम हुन्छ। त्यसैले मान्छेले धैर्य गर्न सक्यो, इमान्दारिता गर्न सक्यो र विश्वास जित्न सक्यो भने मात्रै कुनै न कुनै काम सफल हुने हुन्। त्यसको बावजुद पनि मेरो परिवार 2 सदस्य जो कृष्ण रोकाएर एगन राई मेरो जहिले पनि अग्रजको रूपमा रहनुहुनेछ र यो पुस्तक निकाल्न, मेरो वंशावली निकाल्न, मेरो परिवारलाई सपोर्ट गर्न र यो इतिहासमा जाजरकोट जिल्लाको पहिलो पुस्तकको नाममा इतिहास लेखाउनलाई उहाँहरू सराहनीय भूमिकामा रहनुहुनेछ र सङ्घर्ष गर्दै यहाँसम्म पुग्दाखेरि हजुरहरूलाई कति कठिनाइ भयो होला, कति अप्ठ्यारो आयो होला, कति भनाइ खाइयो होला, वंशावली निकाल्दा कसैको नाम छुट्यो होला, कसैको मैले पनि भने मैले मेरो अस्तित्व कहाँ त, मैले मेरो माइती घर छोडेर आइसकेँ र म यो सम्पादक लेख्दै गर्दाखेरि, वंशावली लेख्दै गर्दाखेरि जो वंशावली निर्माण गर्ने, इतिहास रच्ने एउटा छोरो जन्माउने आमाको अस्तित्व कहाँ त? आमाको अस्तित्व जोगाउनु त पर्यो नि, आमाको अस्तित्व खोज्नु त पर्यो नि। त्यसकारण पनि हामीले भनेका थियौँ बुहारीको स्थान कहाँ, हामीले त सबै माइतीलाई त्यागेर आइसकेका छौँ। त्यसैभित्र पनि एउटा कन्यादान गरेका छोरीहरू जो हामीसँग छुट्टिएर जान्छन् उनीहरूको पनि नाम बलि सकेसम्म सम्बोधन गर्नुपर्छ भनेको थिएँ। त्यसैले आज त्यति सबै सम्पूर्ण पुरा नभए पनि आधा उधी काम सम्पूर्ण भएको छ। यसको लागि पनि एकदम विशेष धन्यवाद दिन चाहन्छु। यो कार्यक्रम तपाईँले गर्नुभयो, उहाँहरूलाई धेरै धन्यवाद छ। यो कार्यक्रमलाई मैले अत्यन्त हाम्रो रोका परिवारमा छोटो हिसाब किताबमा बन्छु, धेरै बोल्न सक्दिनँ जान्छु। हाम्रो रोकाए परिवार कुशे गाउँपालिका कोहीको होइन, पहिला जुम्लाको हाम्रो परिवार जुम्लामा त भाइ आउँदाखेरि रोकाएको जग्गामा बसेका खालि यहाँ रोकायो हाम्रो उछिटुनिया रोका के अरे चुनठौरी हो भन्नु पर्यो, चुनठौरी हो। त्यसैले गर्दाखेरि हामी पहिला जुम्लामा बसेका थियौँ। त्यो मलाई देउता आएर कोठाबाट त्यही देउताले साह्रो आयो। अब यो हामी कोहीको भाइ बिनाहरूको मध्येमा हामी अब कसरी कति पुस्ता भयो के भयो, अब हामी के गरौँ त नागिसक्यौँ। 5 पुस्ता नाग्यो, 5 पुस्ता नागेपछि जुठो नमान्ने हुन्छ क्या, जुठो नमान्ने हुन्छ। त्यहाँबाट हाम्रा त्यहाँ साथीहरू बुढा मान्छे बसेर के गरौँ त भन्दाखेरि कसैले कहाँ साथी नाग्यो, अब जुठो नमान्ने भने कसैले नै हुँदैन। त्यसले गर्दाखेरि हाम्रो भाइसा छुट्छ, हामी नराम्रो स्थितिमा जान्छौँ। हामी सबैलाई राम्रो हुनको निम्ति 7 पुस्ता नागेमै के भयो नागोस्, हामी यो परिवारभित्र धेरै कुरो मान्नुपर्छ भनेर सल्लाह गरेर त्यही कारणले अहिलेसम्म हामी कसैले अब यताउता खानु पाएन होला एउटा त्यो ठाउँमा छ। त हाम्रो धेरै दिने हो माझुगापट्टीमा, बालापट्टीमा, तलिगापट्टी पाइनुको हिसाबले चाहिँ तलिगापट्टि जोडो छ, नाताको हिसाबबाट कहिले भनौँ त्यो बालापट्टि जोडो, माझुगापट्टि हाम्रो तलिगापट्टि तल जोडो अनि बालापट्टि माथि बिचमा चाहिँ माझुगापट्टि। त्यसैले हामी अहिलेसम्म धेरै दिन जुलुम भन्ने आएको थियो, धेरै दिन जुलुम बनाएको छौँ। यो कार्यक्रम यो किताबको साथीहरूले तपाईँले गर्नुभयो, सबभन्दा मैले धन्यवाद दिन चाहन्छु।